हेलो एभ्रिवान, आज चाहिँ म पकाउँदैछु लोकल कुखुरा भन्ने बित्तिकै मुखमा पानी आयो होला हैन। मेरो पनि आइरहेछ अहिले भोइस ओभर गर्दाखेरि। मैले चाहिँ यो हिजोको भिडियो हो, आज चाहिँ भोइस ओभर गर्दैछु। अनि सबभन्दा सुरुमा चाहिँ यसको ढिङ्कुले चाहिँ मैले काटेर फालिहालेँ, किनभने मलाई मनै पर्दैन। अनि यो लोकल कुखुरा खान जति मिठो हुन्छ नि, काट्न नि त्यति गाह्रो हुँदो रहेछ कि। चक्कु पनि अलिक गतिलो नभएर होला, दाउ चाहिँदो रहेछ अलिक काट्नुलाई चाहिँ। दाउ चाहिँ थिएन, अनि कैँची र चक्कुले जसोतसो गरेर काटेँ। अनि त्यही माथि अलिकति ग्यासमा हल्का पोले जस्तो गरेपछि कस्तो मिठो भयो जस्तो लाग्छ कि मलाई चाहिँ। यस्तो ग्यासमा त के पोलाइ हुन्थ्यो र है, आगोमा भए बल्ल मजाले पोल्न मिल्थ्यो। त्यही पनि अलिकति पोले जस्तो गरेँ। पहिला के गाउँमा हुँदाखेरि कहिलेकाहीँ आफ्नो घरको कुखुरा काटेर खाम भन्दाखेरि खानै मन लाग्थेन नि त। दोकानबाट ल्याएर ब्रोइलर कुखुराको मासु खानु मन लाग्थ्यो कि, मिठो हुन्थ्यो ब्रोइलर चाहिँ। यो चाहिँ मासु नै हुन्न, यो त घटी मात्रै के खानु र जस्तो हुन्थ्यो कि। अहिले थाहा हुँदैछ कि लोकल कुखुराको चाहिँ मासुभन्दा पनि झोल चपिलो मिठो हुँदो रहेछ, यसको खानुपर्ने चाहिँ झोल रहेछ भनेर। गाउँको जस्तो ठ्याक्कै लोकल कुखुराको टेस्ट त अब यो कुखुरामा कहाँबाट आउँछ र हैन। त्यही पनि कहिलेकाहीँ लोकल कुखुराको झोलसँग झ्यामझ्याम भात खान मन लागेको बेलामा चाहिँ यसले क्रेभिङ मेटाउँछ। सो धेरै दिन भएको थियो यो लोकल कुखुराको झोल नखाएको, अनि त्यही भएर एकदमै खानु मन लागेको थियो। त्यसो लिएर बनाउँदैछु। अनि अहिले चाहिँ बाहिर झ्यामझ्याम पानी परिरहेको छ कि, अनि भित्र चाहिँ मैले लोकल कुखुराको झोल बनाउँदैछु। यो पानी परिरहेको बेलामा तातो लोकलको झोलसँग भात खानु पाउँदा कस्तो मिठो हुन्छ होला। गफ गर्दा मासु पनि पाकेर रेडी भइसकेछ। अब चाहिँ मैले अलिकति मासुको पिस रोजेर थोरै भुट्टा निकालेँ। अनि बाँकी मासुमा चाहिँ 1 बाल्टिन झोल हालेर कुकरमा सिटी लगाएँ, स्वाई 3-4 सिटी। अनि मिठो झोल बनेको थियो। अनि अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। अनि भिडियो मन पर्यो भने लाइक पनि गर्न नबिर्सिनु होला।